खोलामा है आज चाहिँ सितम्बरमा हेरौँ त यो दाउराको थाहा छ नि यो कसैको मृत शरीरलाई पत्किरहेको हुनसक्छ यो दाउराले है। यहाँ मानिस पोल्नको लागि ल्याउँछ, मृत शरीरहरू यहाँ ल्याउँछ पोल्नको लागि। त्यसको लागि नै यही दाउरा चाहिँ कसैले जम्मा सङ्कलन गरेर राखेको हुनुपर्छ। एकदम उराट लाग्दो रहेछ, रमाइलो लाग्दो रहेछ। कस्तो यहाँ हेर्नु त, आज मलाई यो यस्तो रमाइलो ठाउँमा कहिले कति डाँडा काँडा मात्रै घुम्नु कोही बेला यो खोलाको गर्तीतिर पनि घुमिदिउँ न हौ भनेर आज म झरेको छु गाइजहरू है। अब यो जिन्दगी हो, कति बेला कहाँ के हुन्छ थाहा हुँदैन होइन। तपाईँहरूकै मित्र हो म र मेरो सायालुङ च्यानललाई तपाईँहरूले लाइक सब्सक्राइब कमेन्ट गरिदिनुहोस्। अत्यन्तै तपाईँको कमेन्ट लाइक सब्सक्राइबको जरुरत छ है। सहयोग गरौँ, सहयोग गर्नुहोस्। म तपाईँहरूलाई हरेक ठाउँहरू देखाउने छु है, प्राकृतिक सुन्दरताहरू देखाउने छु होइन। यो मेरो युट्युब च्यानल मार्फत तपाईँहरूसँग म सधैँ जोडिरहने छु। बगिरहेछ असार साउनमा यसले यति ठुलो विध्वंस मचाएको थियो है। तर अहिले चाहिँ फागुन महिना 2081 साल फागुन 29 गतेको दिन र म यहाँ आउँदाखेरि हेर्नु त आज केही छैन, पानी पनि सानो कमी जस्तो देखिन्छ तर निकै गहिरो छ, पानीको बहाव धमिलो छ। त्यसले ठुलो क्षति गर्छ। यो अगाडिपट्टिको साइडहरूलाई पनि तपाईँ हामीले पुललाई हेरौँ, यता 5 थर हो है, यता 5 थर हो, यता चाहिँ तेह्रथुम हो, तेह्रथुम जाने ठाउँ, यता त्यस पछाडि 5 थर। म आज 5 थर र तेह्रथुमको दोभानमा छु, सीमावर्ती क्षेत्र। अलिकति दुःख लाग्दो पनि छ हेर्नुहोस् है, अगाडि माथि पाहाडहरू सबै नाङ्गो छ, सबै नाङ्गो छ हेर्नु त। त्यस्ता कुनै त्यहाँनिर बिरुवाहरू रोपिएको छैन। ताप्लेजुङ के अरे तेह्रथुमतिर मात्र होइन क्या, 5 थरको साइडमा पनि हेरौँ त त्यस्तै छ। केही मात्रामा 5 थरको साइडमा यसो 2-4वटा रुखहरू देखिन्छ है। हाम्रो त्यस्तै नाङ्गो भएको कारणले गर्दाखेरि पनि हुनसक्छ प्राकृतिक विपत्तिले तपाईँ हामीलाई सताएको। केही तलसम्म चाहिँ मलाई अझै जानै मन लागिरहेको छ, तल्तीकोसम्म। माथि देखिएको चाहिँ सुबाङ्गुनी फेरि यो अगाडि देखिएको बाटो चाहिँ लोकमार्ग हो। यो चाहिँ चिया भन्ज्याङसम्म जान्छ। माथि भित्तामा देखिएको बाटो चाहिँ चिया भन्ज्याङसम्म जाने हो। चिया भन्ज्याङदेखि पश्चिमको बैतडी डडेलधुरा कता अन्तिम हाम्रो चाहिँ सीमा, नेपालको अन्तिम सीमा, पश्चिम अञ्चलको अन्तिम चाहिँ सिमानासम्म पुग्ने बाटो हो है। कति रमाइलो छ, यस्तो हावा चलिरहेको छ। साँझ पख चाहिँ खोलामा आएर चाहिँ यसरी रमाइलो गर्न अलिकति छुट्टै मजै पनि हुँदो रहेछ। आज मैले अलिकति अनुभव बटुलेको। मलाई आज होली पनि हो। आउँदै बाटोमा एउटा टेम्पो एक्सिडेन्ट भएछ। टेम्पो एक्सिडेन्ट भएछ, म फिदिमबाट आउँदै थिएँ कोसी झर्दाखेरि होइन, यो चाहिँ तम्बुर झर्दाखेरि चाहिँ मैले फिदिमबाट म झरिरहेको थिएँ। एउटा टेम्पो एक्सिडेन्ट भएछ। टेम्पो एक्सिडेन्ट भइसकेपछि अनि नै टेम्पो चालकले आज चाहिँ तपाईँको फेरि के अरे होली पनि भएको कारणले गर्दा, फागु भएको कारणले गर्दाखेरि पनि केही मात्रामा अल्कोहल होला होइन, केही लड्डुहरू खाने चलन छ, चालकले खाएको रहेछ। अनि मैले भने ल ओभरलोड पनि बोकिरहेको थियो,
4-5 जना त केटी नै थियो, 2 जना केटा थियो र 6 जना भयो। मिनिमम टेम्पो भनेको 3 जना 4 जना भन्दा हुँदैन होला हैन। म्याक्सिमम टेम्पोले 3 जना बोक्न पाउँछ हैन। 3 जनाको अनुमति, 3 जनाको इन्सुरेन्स होला मेरो विचारमा। ड्राइभरसँग 4 जना, 7 जना 8 जना बोकिरहेको थियो नि। मैले भाइलाई सम्झाएँ पनि यसरी धेरै बोक्नु हुँदैन थियो भनेर। एकजना टेम्पो चालक भाइ रहेछ, भाइलाई भनेर जो भाइ लगिहाल्नुहोस् है भनेर चाहिँ भाइले पठाएर म आज भिडियो बनाउनु झरेको यहाँ आइपुगेँ है। हामीसँग प्रशस्तै मात्रामा छ त्यस्तो, हामीले अपुग समस्याहरू केही पनि छैन कि गर्न चाहियो भने चाहिँ। अब एकैचोटि हामीले धेरै करोडौँ खोज्छौँ, ठुलो पैसा कमाउने खोज्छौँ हैन, धेरै पैसा खोज्छौँ। तर धेरै बनाउनुभन्दा पहिले 100 भन्दा अगाडि 1 को नम्बर आउँछ भन्ने कुरा तपाईँहरूले बिर्सिनु हुँदैन क्या। 1 आएपछि मात्र हो 100 हुने हैन, 100 आएपछि मात्रै 1000 हुने हो। त्यस्तै नै हुन्छ। तपाईँहरूले पनि केही कुरामा कम्प्रोमाइज गर्नु हुँदैन। त्यही भएर जीवनमा एकैचोटि ठुलो होइन, धेरै मात्रै चाहेर पनि हुँदैन। सपना देख्नुपर्छ, नदेख्नु होइन हैन। सपना साकार गर्नको लागि सङ्घर्ष पनि गर्नुपर्छ। सङ्घर्षले नै जीवनलाई सार्थक बनाउँछ। तर सुक्को नजान्ने है, बेयरिङ चेन्ज गर्ने बेलामा पछाडिको बेयरिङ हुन्छ 6203, 6202, 6204, यस्तो नचिन्ने ग्यारेजमा काम गर्ने मान्छेहरू पनि छन्। यस्ताहरूले गाडी बिगार्दैन। यो चेन्ज गर्नु भनेको छ, त्यो चेन्ज गर्नु भनेको छ, अनि जान्ने मान्छेले पो पत्ता हुन्छ त, नजान्ने मान्छेले थाहा हुन्छ खाए हुँदैन। अब पोल खोल्दै जान्छ ती ग्यारेजहरूको, बिस्तारैसँगले भन्दै लाने हो, देखाउँदै लाने हो क्या। यो फटा ग्यारेजहरूले गर्दाखेरि सिधा सादा गाडी ग्राहकहरू ठगिरहेको छ क्या। सब फटाखालहरू छन् ग्यारेजमा। बिस्तारै भिडियोबाट देखाउँदै लाने हो मैले कि, देखाउँदै लान्छु कुन ग्यारेज कस्तो छ, कस्तो तरिकाले रिपेयर गर्छ, अनि कुन तरिकाले रिपेयर गर्नुपर्ने रहेछ, थाहा नभएकोहरूलाई कसरी गर्नुपर्छ भन्ने कुरा देखाउँदै लाने हो मैले। देखाउँदै लानु परेन। फटा ग्यारेजहरूले गर्दाखेरि दुःख पाउने हो क्या। सब ग्यारेजहरू फ्रड ग्यारेजहरू मात्रै छ सब। त्यसले पुऱ्याउँछ कि पुऱ्याउँदैन त्यस्तो छ न।
अगाडि पछाडि नहेरी केही नहेरी बाटो क्रस गरेर आइदिन्छ अनि के चाहिँ भन्ने कसरी लाइसेन्स ल्या हुन्छ हौ यस्तो मान्छेहरू गाडी चलाउने साथीहरूले बुझ्नु पर्यो बुझ्नु पर्यो हेर्नु त यी बिचमा पार्किङ गरेको छ साथीहरूले गाडी लाइसेन्स भए पनि इमान्दारी हुनु पर्यो गाडी पार्किङ कसरी गर्नुपर्ने गाडी पार्किङ थाहा हुनु पर्यो डबल पार्किङ के हो थाहा हुनु पर्यो